नमस्कार दर्शकवृन्द, हामी केनाइन कम्पेनियन्स र आज हाम्रो 3 जना स्टुडेन्टको साथमा हामी हजुरहरू सामु फेरि एउटा नयाँ भिडियो लिएर आइसकेका छौँ र हाम्रो 3 जना स्टुडेन्टहरू छन् मेभरिक, ओरियो र गोलु हैन। मेभरिक र ओरियो चाहिँ दुईजना शिशु हुन्। मेभरिक ओरियोलाई तपाईहरुले हाम्रो पुरानो भिडियोमा पनि देख्नुभयो। ही वाज प्रिभियसली नोन टु बी एग्रेसिभ। पुडु इज अ पुडल एन्ड मेभरिक भर्खरको young Shih Tzu again, we just started to learn about training and all, है। So यो भिडियोमा चाहिँ हामीले के देखाउँदैछौँ भने 3टा डगसँग काम गर्दा वा 2टा डगसँग काम गर्दा वा एउटा भन्दा बढी डगसँग काम गर्दा वा डग र अरू कुनै जनावरको प्रेजेन्समा डगसँग काम गर्दा सबभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ के हो भने डगहरू न्युट्रल हुनुपर्छ है। त्यो इन्भाइरोमेन्टमा त्यो डगसँग, त्यो जनावरसँग, त्यो मान्छेसँग जो पनि छ जसको अगाडि हामीले काम गर्न लाग्छौँ त्यसको अगाडि पहिला सुरु हामी न्युट्रल डग्स बनाउनुपर्छ के। न्युट्रल डग भने नन रिएक्टिभ डग के, मतलबै नगरोस्। त्यो मान्छे होस् कि जनावर होस् कि अर्को कुकुर होस् कि त्यसले त्यो चिजलाई, त्यो मान्छेलाई, त्यो कुकुरलाई, त्यो जनावरलाई मतलब गर्न छोड्यो भने त्यसलाई हामी न्युट्रल भन्छौँ। र न्युट्रल डगसँग मात्रै काम गर्दाखेरिमा, ट्रेनिङ गर्दाखेरिमा त्यो ट्रेनिङ चाहिँ प्रोडक्टिभ हुन्छ हैन। खाना देखाएर तपाईँले डगलाई सिट डाउन त सिकाउन सक्नुहुन्छ, तर इफ योर डग इज रिएक्टिभ हैन, एक्टिभ, अब डराइरहेको छ, एकदम एक्साइटेड छ भने त्यसलाई खासमा चाहिँ यो सबै सिट डाउन, यो सबै कुराहरू सिकाएर केही काम पनि छैन। सो यु हेभ टु हेभ अ न्युट्रल डग, अनि त्यसपछि बल्ल सिकाउन सकिन्छ र त्यो प्रोडक्टिभ हुन्छ। र यस्तै इन्फर्मेटिभ भिडियोजको लागि हामीलाई लाइक, सेयर, फलो, कमेन्ट गर्न नबिर्सिनु होला र तपाईँको डग लभर साथीहरू माझ पनि हामीलाई सेयर गरिदिनु होला। धेरै धेरै धन्यवाद। तपाईँहरूकै डग फ्रेन्डली डग ट्रेनिङ स्कुल केनाइन कम्पेनियन्स, जय नेपाल।